हेलो गाइस, हजुरहरुलाई मेरो ब्लगमा स्वागत छ। म चाहिँ आज यहाँ हेटौडाको पाथिभरा भन्ने मन्दिरमा आएको छु। त्यसैले मेरो भिडियो हेरिदिनु हुन अनुरोध गर्दछु। हेर्नुहोस् है त। म चाहिँ मन्दिरकै अगाडि आइपुगिसकेको छु र यहाँको दृश्यहरू हजुरलाई देखाउने छु। हामी चाहिँ अब यो टावर साइड रहेको छौँ। हेटौडामा पाथिभरा मन्दिरमा भएको टावर। हेटौडाको पुरै भ्यू देखिन्छ। हेर्नुहोस् भने कस्तो स्टाइलले बनाइएको छ। ठाउँ ठाउँमा झ्यालहरू पनि रहेको छ। अनि यहाँ यस्तो कोटेसनहरू पनि लेखेका छन् है त। ल म चाहिँ अब हजुरहरूलाई हेटौडाको भ्यू देखाउँछु है त। ल अब हामी चाहिँ यो पाथिभरा मन्दिरबाट यो बाटो हुँदै फर्किरहेको छौँ। यहाँ चाहिँ इको आउँदो रहेछ होइन। हेर्नुहोस् बाटो चाहिँ यस्तो छ। यहाँ चाहिँ मेरो मम्मी आन्टी हिँडिरहनु भएको छ। यहाँ चाहिँ बगैँचा रहेको छ। राम्रो रहेछ है बगैँचा नि। अनि यस्तो माथि माथि के हो सजाएको रहेछ। त्यो हेर्नुहोस् हवनको माथि राख्ने पोहरू नि रहेछ। यहाँ चाहिँ ग्रिनरी चाहिँ अलि धेरै नै छ है। हेर्नुहोस् यहाँबाट भ्यू चाहिँ खतरा देखिँदो रहेछ। मैले अघि टावरबाट हेरेको छु। हजुरहरूलाई पनि देखाउने छु है त। हेर्नुहोस् अब अर्को मन्दिरमा भेटौँला। हुन्छ बाई। अब हामी पशुपति टेम्पल र के अरे भुटान देवी टेम्पल जाँदैछौँ। हामी चाहिँ आइपुग्यौँ अर्को डेस्टिनेसनमा भुटान देवी मन्दिरमा। यहाँ चाहिँ धेरै हरियो ग्रिनरी रहेछ। यहाँ चाहिँ रमाइलो रहेछ है त डेकोरेसनहरू। हेर्नुहोस् यो मन्दिर सुनसान रहेछ है त गाइस। हेर्नुहोस् अब चाहिँ हामी भुटान देवी मन्दिरमा भ्रमण गरे पश्चात अब हामी पशुपति मन्दिरतिर गइरहेको छौँ। अब चाहिँ हामी यो पशुपतिनाथ मन्दिरको गेटबाट छिर्न लागेका छौँ र हामी छिरिसक्यौँ। यहाँ चाहिँ राम्रो रहेछ मन्दिर। हेर्नुहोस् म
मन्दिर चाहिँ यस्तो रहेछ। अब चाहिँ हामी घन्टी बजेर अगाडितिर बढिरहेका छौँ। यहाँ चाहिँ यस्तो रहेछ वातावरण होइन, यस्तो रहेको छ। हामी चाहिँ एक चक्कर लगाएर आउँदैछ। यहाँ चाहिँ यस्तो छ, हेर्नु होला, हेर्नुहोस्। अब चाहिँ हामी सबै डेस्टिनेसन पुरा गरेर हाम्रो घरमा आइपुगिसकेका छौँ। त्यसैले अब यो भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू एन्ड बाई बाई एन्ड सब्सक्राइब, सेयर एन्ड लाइक गरिदिनु होला।